ट्याप 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 यो हाल्नु न क्रेज के भयो के को ट्याप 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 ट्यापले बिहानै निन्द्रामै के भयो के निन्द्रामै ट्याप 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 हुन्छ जतिखेर पनि म खान्छु म टिकटिक लाइभमा छु हैन हुन्छ लाइभ के को लाइभ जतिखेर पनि लाइभ निन्द्रैभरि ट्याप 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 गरेको छ लाइभ 24 घण्टामा 24 घण्टै लाइभ आज त ढिलो उठे यार लाइफ बस्न ढिलो भइसक्यो भनेको कति खल्ली हो क्या यस्तो बनाइदिएको मेरो अनुहार चम्किलो देखिँदैन कुन चाहिँ डाम नाली हो पनि यहाँनिर राम्रै देखिनु परेन नत्र सपोर्ट कसरी हुन्छ खै कताको ट्याक ट्याक टुक टुक लाइभ बस्छौँ भन्थे क्या रे कत्तिका नाप्ने उनको नि हेरौँला जानु न यति बेला त बस्नुभयो अब एकछिन बस्नु न नभए मेरो उयसले झानेर जानु न क्रिज हान्दैन किस बाबु त्यति हान्दिनु क्रिज हान्दिनु न किस बाबु हान्दिनु न त्यति हान्दिनु त ओइ तेरामा त गिफ्ट आइहाल्यो म सुहानालाई पुर्याइदिएर आउँछु ल चिया यो चिया खाएन नि त म सुहानालाई पुर्याइदिएर आउँछु ल अब कुन गीतमा नाच्नु माया अर्को गीत मार्यो मम्मी अर्को कुन मकैबारी दरमदरम ए मकैबारी दरमदरम यो पक्नु है मकैबारी दरमदरम नाच्ने अब माया दरमदरम है तपाईले भनेर गाइस ट्याप ट्याप गर्नु न कस्तो अल्छीहरू तपाईहरु यत्रो जना भएर पनि ट्याप ट्याप गर्नु न हो के त छिटो लागि दिदीहरुले उहाँ गीत लगाएर कस्तो उदुम मचाइदा छन् त्यो के रे त्यो नयाँ गाना आएको छ नि सबै हो मेरै हो भन्ने हो त बजाएर बस्न एउटा रोज त आउँदैन के नाच्नु नाच्नु पर्छ उफ्रिनु पर्छ अनि पो आउँछ त अलि बिस्तारो भन्न सक्दिन थिस मेरो साथ झन्डै गएन कोला च्याखा ला यहाँ छ आज चाहिँ एउटा ट्रेन्डिङ गीतमा टिकटक नबनाइ भएन यार कति दिन भइसक्यो टिकटक हालेको पनि छैन यार मैले सबैजनाले मलाई टिकटक हाल न आइसा भन्दै थिए अब तो टिकटक बनाउँछु तुम्हें कोई हक नहीं बनता कि तुम इतनी खूबसूरत दिखो होइन मैले यही राखेको थिएँ यार मेरो स्ट्यान्ड कसले लगेछ यार यही थियो यहाँ पनि छैन मैले कहाँ राखेँ यार कसले लग्यो यार यो टिकटक यसले पो लग्यो कि मेरो स्ट्यान्ड सुहाना तैँले म राखेको स्ट्यान्ड मोबाइल ल्याएको हो तेरो मोबाइल मलाई के काम त्यतिकै दोष नलगाए काम पाइने सरू अनि तैँले नलगाएर कसले लग्यो मेरो मोबाइल र स्ट्यान्ड चाहिँ मलाई थाहा छैन हेरे धेरै नाटक नगरे मसँग नाटक गर्छिस् होइन भर्खरैसम्म यही राखेको थिएँ कता गएछ त
के भयो तैँले पो लगेको मेरो मोबाइल र स्ट्यान्ड त्यहाँ हेर त त्यो तेरो हो त्यही सरकारको स्ट्यान्ड लान्छेस् ला यो त होइन पो रहेछ सारी कहाँ गयो त यार मेरो मैले यहीँ राखेको थिएँ हौ स्ट्यान्ड र मोबाइल त यता पनि छैन उसँग उता पनि छैन लान्छ चाहिँ कसले क्या यता सानो बनाएर त राखिदिएन नि छैन क्या छैन छोरी भन्दा माता रोनी लिपस्टिक पाउडर अनाको स्ट्यान्ड ल्याएर के गरेको यस्तो मम्मी टिकटक बनाएको यता पनि ला पकाइ उता पनि ला पकाइ मस्कै दारी दरेम मस्कै दारी दरेम घरमा यत्रा उमेर पुगेका छोरीहरू छन् सिन्को भाग्ने होइन यसो कहिले काहीँ त पालो दिए पनि हुने नि आइसा के घरमा यत्रो लठीपत्र काम छ एकछिन सघाउनु पर्दैन यहाँ आइज आज म यहाँ टिकटक लाइभमा छु के कति ल्याङ गरेको मम्मी एकछिन लाइभ बस्न नि दिनुहुन्न हौ नापिस झ्याक्ने टिकटक लाइभ बसेर मै छोरी सुन्दरी कसरी भरौँ पानी बसी बसी भरौँ भने कम्मर दुख्ने बानी साँच्चै यो कम्मर पनि कस्तो दुखेको आइसा हजुर ए आइसा किन हौ मम्मी आइज नानी यो कोट नि चढ्न सका म यहाँ लाइभ बसिरहेको छु कति किचकिच गर्नुभएको ए चिनी पनि पो सकिएको रहेछ आइसा ए आइसा जा बजार गएर 1 किलो चिनी लिएर आइज गाई लबलचाप गर्नु न हो गाई टापटाप गर्नु न हो आइसा फोन आएको छ फोन म यहाँ लाइभमा छु आइसा आइसा भात पाकिसक्यो खाना आइज लाइभमा छु हौ आइसा कत्रो पानी पर्यो लाइभमा छु हौ हर्स्यु लाइभ तेर्का जतिखेर पनि लाइभ होइन यसले अति गरी यसलाई सबक नसिकाइ भएन मैले जानेको छु यसलाई कहाँ हो फोन मेरो फोन खोइ होइन मेरो फोन गयो मेरो फोन कहाँ गयो मेरो फोन खोइ डबल ट्याप 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 एकैचोटि हाल्नु सबैले एकैचोटि डम पार्दिनु न मम्मी तपाईँ पनि छिटो अब म पनि मेरो फोनमा जन्नी यसमा गोइन लाइभ तँ पनि यसमा होइन टिकटक सेलिब्रेटी भएपछि पर्मिसन गर्दै भनेर कतिजनाले भनेको हेलो हुँदैन रेट मेरो त्यति नै हो क्या त्यति नै हो मिल्दैन हुन्छ पैसा कति छ हुँदैन त्यसरी अहिले नै पैसा मलाई फिक्स गरिहाल ओए मेरो म्यानेजर अर्को फोनमा फोन आयो उठाएर ल्याउ ल ए हस् म्याम ए म्याम ए हेलो
फिक्स रेट हो 1 रुपैयाँ कम गर्न मिल्दैन बात करता है टिकटक सेलिब्रिटी हुन कम गाह्रो छ म्यामको 4 गते त्यहाँ सुत्छ 5 गते उता सुत्छ 6 गते छ 7 गते पनि त्यहाँ सुत्छ 8 गते 9 गते यता सुत्छ भनेपछि म्यामको अझै 2-3 जस्तो दुवाना भ्याइन्छ मजाले नै ठिकै छ टाइम मिल्छ यस्तो छ बिन्ती छ सबैलाई कमेन्ट गरिदिनुहोस्